सबैजनालाई मेरोबाट नमस्ते। अनि आज धेरै दिनपछि घुम्ने चान्स पाएको थियो उसले र मैले। अनि ऊ चाहिँ मेरो बुढी हो। अनि घुम्नुको लागि हामी आएको थियो। बोट खेल्नु मन लागेको थियो एकदमै लेकमा, तर बोट चाहिँ बन्द भएको रहेछ। अनि कस्तो लाग्यो उसलाई पनि, कस्तो बोट खेल्नु पाएन भनेर कति उयो भइरहेको थियो। उसलाई पनि मुड खराब भइरहेको थियो, मसँग नि रिसाएर बोल्ला बोल्ला जस्तो भइरहेको थियो। अनि उसले यस्तो तर पनि अब रिसाएन। अनि त्यसपछि उसले यसो नौकाहरू देखाउँदै थियो, बोटहरू देखाउँदै थियो। ऊ चलिरहेछ त, तर बोट होइन रहेछ। बोट त बोटै हो कि, तर त्यो बोट माछा मार्ने बोटहरू रहेछ क्या त्यो। अनि मसँग बोल्दै पछि यसरी रिसाउँदैछ मेरो बुढी। अनि मैले कति फकाएँ, अब नेक्स्ट टाइम आउने बेलामा घुम्नुपर्छ मजाले भनेर मैले उसलाई सम्झाएँ। अनि माने हो। अनि एकछिन घुमौँ अनि त्यसपछि जाउँ भनेर भनेको थियो। धेरै मतलब बोटे नभए पनि धेरै रमाइलो लाग्यो। अनि मान्छेहरू नि धेरै रहेछ। अनि राम्ररी घुमेँ। अनि मतलब त्यही हो, एकदम मन चाहिँ किन दुख्यो भन्दाखेरि बोटै बन्द भएको रहेछ, यस्तो जङ्गल पलाएको रहेछ नि त। अनि फोटोसोटो खिचेँ हामीले। अनि घुमेँ। अनि त्यसपछि घुमेँ अनि खानेकुराहरू खाएँ हो। अनि फर्स्ट टाइम हामीले बल्ल बल्ल घुम्ने टाइम पाएको थियो क्या। फर्स्ट टाइमै आज दुईजना घुम्ने चान्स पाएको। नभए भने त ऊ पनि बिजी हुन्छ, म पनि बिजी हुन्छ। अनि दुईजना घुम्ने टाइम पनि पाउँथेन। आज फर्स्ट टाइम घुम्ने टाइम पायो। अनि यसो भिडियो बनाउँछु कि भनेर मैले सोचेँ हो। अनि यसो भिडियो पनि बनाएँ। मैले पनि यस्तो हेरेँ, बोटलाई हेरिबसेँ, खेल्नु पाएन, कति मन दुख्यो क्या। अनि त्यो एकजनाले माछा पार्दै रहेछ, मैले हेरिबसेँ हो, उसले पनि हेरिबस्यो। अनि उसले भिडियो बनाइरहेको थियो। धेरै राम्रो लाग्यो अलिकति घुम्नु भयो भने। अनि हामी चाहिँ कहाँ छ भन्दाखेरि हामी चाहिँ बेङ्गलोरमा छ। बिटिएम भन्छ, बिटिएम लेक भन्छ। उता चाहिँ हामी फर्स्ट टाइम घुम्नु गएको टाइम पाएर, तर कति बोटै बन्द भएर मजा आएन। अनि तर पनि मेरो बुढी कति खुसी थियो र पनि खुसी भएर गएँ। मैले सम्झाएँ, फकाएँ। तर बुढीलाई मेन्टेन गर्नु साह्रो पर्छ क्या। बल्ल बल्ल टाइम पाएर घुम्नु आएँ, न त कामले गर्दा घुम्नु पनि पाउँथेन। घुम्नु जाउँ भन्थेँ, घुम्नु पनि पाएन हो। फर्स्ट टाइम आएँ, त्यो पनि उसलाई बोट खेलाउनु पऱ्यो। कति चाहिँ घरमा बस्छ भनेर चाहिँ मैले उसलाई लिएर आएको। बोटै बन्द भएर त कस्तो लाग्यो नि मलाई त। अनि घुमेँ हामी दुईजना, खुसी थियो हो। अहिले यसो घुमेँ अनि फोटोहरू खिचेँ। अनि मेरो फोटोहरू पनि खिचिदिएँ, उसको फोटोहरू पनि खिचिदिएँ है। खानेहरू पनि खाएँ। अनि 6 बज्दै गयो, टाइम हुँदै गएको थियो। अनि त्यही कारणले गर्दा अल्छी लाग्नु थाल्यो हो। अनि त्यसपछि चाहिँ अहिले चाहिँ म हिन्दी छु हो। उसले मलाई पछाडिबाट भिडियो गर्दै थिएँ। तपाईँहरूलाई भिडियोहरू कस्तो लाग्यो भन्ने कुरो मलाई थाहा छैन है। तपाईँहरूलाई राम्रो लाग्यो भने भनिदिनुहोस् ल राम्ररी होइन। अनि फर्स्ट टाइम भिडियो बनाएको हो, जान्दिनँ पनि। अनि के भन्छ, त्यही हो, भिडियो बनाउनु मन लागेर बनाएको होइन। यसो बनाएर अनि मैले यस्तो अपलोड गर्नको लागि यस्तो सोचेँ आयो नि त। बोट पनि छैन, अब यसो भिडियो गरेर यसो टाइम पास गर्नु पऱ्यो भनेर सोचेर चाहिँ मैले यो गरेको है। अनि उसले फोटोहरू खिचिदिनु खोज्दै थियो मलाई। अनि फोटोहरू खिचिदिनु खोज्दै थिएँ। अनि फोटोहरू पनि खिचेँ है। अनि उसलाई फकाएँ मैले, खुसी भएँ। अनि तर सबैजना सुन है, बुढीलाई फकाउनु चाहिँ एकदम साह्रै पर्छ क्या। कति घुम्नु म घुम्थेन नि त कहिले पनि। अनि घुम्नु जाउँ भन्थ्यो। हुन्छ सबैजना भिडियो हेर्ने मेरो साथीहरूलाई सबैलाई धन्यवाद दिन्छु भिडियो हेरिदिएकोमा। कस्तो लाग्यो भन्नुहोस्। बाई बाई, टाटा।